सबैमा नमस्कार छ। आज चाहिँ जेरी अन टप भन्ने मुभीबाट हाम्रो जोन चामलिङ राईले गाउनु भएको माया गर्नु ल भन्ने गानामा चाहिँ गिटारको कर्डहरूको प्रोग्रेस कसरी बजाउन सकिन्छ भन्ने म तपाईहरुलाई एकदम छोटो भिडियो बनाएर देखाउने छु। सबै कर्डहरू कभर गर्ने कोसिस गर्दछु, हेर्दिनु होला है त। सबैभन्दा पहिला फर्स्ट अफ अल त तपाईहरुले यो क्यापको चाहिँ फर्स्ट फ्रेटमा राख्न नबिर्सिनु होला। अनि हाम्रो कर्डको मेन बेस नोट कर्ड भनेको हाम्रो ई मेजर हो। कर्डको बारेमा छोटो ब्रिफिङ गर्नु पर्दाखेरि चाहिँ हाम्रो ई मेजर छ, त्यसपछि हाम्रो ए मेजर 7th, हेर्नु होला, ए मेजर 7, त्यसपछि ए सस छ हाम्रो, बी सस छ, त्यसपछि E7 छ। यति नै कर्डहरुमा सबै तलमाथि घुमेर बसिरहेको छ है त। र गीतको प्याटर्नमा कर्ड बजाउँदा चाहिँ कसरी बजाउनु पर्छ म तपाईहरुलाई देखाउने छु। जस्तै रिदम त अब तपाईहरुले 4x4 को बजाउन सक्नुहुन्छ। गीतको प्याटर्नमा जानु पर्दाखेरि चाहिँ जस्तै म तपाईहरुलाई एउटा लिरिक्स गरेर सिकाउने छु है त। जस्तै E मेजर 7th, अब हाम्रो आयो ए सस, बी सस, हाम्रो यसमा चाहिँ B7 छ, माया गर्नु, फेरि इमे आयो। अब यही प्याटर्न यही कर्डमा हामी फेरि अर्को लाइनमा जान सक्छौं। जस्तै हातमा छोडेर जति फर्स्ट भर्स। अब जस्तै सेकेन्ड भर्समा जानु पर्दाखेरि चाहिँ म तपाईहरुलाई त्यसको कर्ड पनि बताउने छु। जस्तै त्यसमा चाहिँ हाम्रो ए सस छ र बी सस छ है त। जानु पर्ने यसरी र B7 छ, त्यो पहिलो भर्सकै ए मेजर 7, ए सस, बी सस, कुनै पनि कर्डको बारेमा हजुरहरूलाई केही कन्फ्युजन भएमा मलाई कमेन्ट गर्नुहोला। म अझै पनि योभन्दा पनि राम्रोसँग बिस्तारै हजुरहरूलाई सिकाउने प्रयास गर्दछु है त। जय नेपाल।